धन्यवाद तिलकजी। प्राय जसो हामी धन्यवाद दिन चाहन्छौँ। मेरो एकदमै राम्रो परिचय दिनुभयो भनेर, तर के परिचय दिनुभयो मलाई थाहा भएन। But thank you all for having me, and I very much appreciate the invitation to come and speak today. धन्यवाद मलाई यहाँ बोलाइदिएकोमा र मेरा 2 शब्द राख्न दिएकोमा। My name is Tom Stauffer, as I'm sure Tilak spoke about, and I've been with the Swadera Township Police Department for 26 years. मेरो नाम चाहिँ टम स्याफर हो र म स्वतन्त्र पुलिससँग विगत 26 वर्षदेखि कार्यरत छु। And over the years, I was fortunate enough to be promoted several times, and today I'm the police chief. Officially, the title is police superintendent. यी गएका धेरै वर्षहरूमा म धेरै पटक चाहिँ एउटा प्रमोसन हुँदै प्रोत्साहन हुँदै माथि जाँदै गएँ र अहिले चाहिँ म पुलिसको चिफ पुलिस इन्सपेक्टर हो। Thank you. And the one thing that I love about serving in Swadera Township and the Harrisburg area is the diversity of our community. एउटा सदर टाउनशिपमा रहेर सबैभन्दा मलाई उत्कृष्ट लाग्ने चाहिँ यहाँको विविधता कति धेरै जात जातिहरू हामी छौँ, त्यो चाहिँ मलाई अति नै मनपर्छ। And your presence here in our community makes us even more diverse and I believe better as a community. र तपाईहरु यहाँ सदर टाउनशिपमा रहेकोले हामीलाई अझै पनि धेरै विविध बनाएको छ र हाम्रो टाउनशिप धेरै उज्जवल भएको छ। And as a police department, we very much appreciate being included in your events. And I love Bhutanese Nepali food, as I've learned. मलाई यो कार्यक्रममा चाहिँ समावेश गरिदिनु भएकोमा धेरै धन्यवाद र मलाई नेपाली खाना अत्याधिक As a township, we're also very grateful for the investment that the community has made in Swadera Township with many different businesses. र टाउनशिपको हकबाट सदर टाउनशिपमा चाहिँ धेरै भुटानीहरूको बिजनेस बढेकोमा हामी धेरै आभारी छौं। Thank you. And probably one of the biggest challenges that we've faced as a police department is just this, is interpretation. When we have to come out and take a police report, our language barrier can be an issue sometimes. र पुलिस डिपार्टमेन्टमा अहिले हामीलाई भएको धेरै ठुलो समस्याको रूपमा चाहिँ यही एउटा इन्टरप्रिटेसन अब एउटा भिन्नै भाषा नबुझ्ने चाहिँ एउटा च्यालेन्ज छ। So we've made friends with a lot of people in the community who can interpret for us over the phone when we need help, so thank you for that. र हामीले चाहिँ धेरै समाजमा आफन्तहरू बनाएका छौं जसले चाहिँ हामीलाई आवश्यक परेको बेलामा हामी त्यसलाई फोन गर्छौं, उहाँले चाहिँ हामीलाई इन्टरप्रेट गरेर सघाइदिनुहुन्छ। And I know that these are tough times, like Tilak was talking about, with immigration laws. अहिले जुन चाहिँ समय चलिरहेको छ निकै नै अप्ठ्यारो खालको समस्या छ, त्रासजनक समस्या छ, जुन चाहिँ पीसीएस अध्यक्ष तिलकजीले अघि बताउनु भएको थियो। And I know that that probably makes a lot of people in the community afraid of local police. र मलाई यो पनि अवगत हुन्छ कि यो जुन चाहिँ त्रासले गर्दाखेरि हामी पुलिसहरूलाई देख्दाखेरि पनि सायद तपाईहरुलाई डर लाग्न सक्ने हुन सक्छ। And that hurts my heart that has created fear in the community. But there's no need for you to be afraid of us. We're here to work with you. त्यसले चाहिँ मलाई धेरै एउटा अप्ठ्यारो भावना हुन्छ, तर तपाईहरुले त्यसरी हामीसँग डराउनु पर्ने हुँदैन। हामी तपाईहरुका साथी हौं, तपाईहरुका सहकारी हौं, तपाईहरुलाई सघाउने व्यक्तिहरु हौं। तपाईहरुले हामीसँग डराउनु पर्ने कुरा कुनै बेला पनि हुँदैन। Unfortunately, laws are laws. Laws are laws, as are immigration laws, and as police officers, we can't ignore those things. कानून देशका कानून भनेको कानून हुन्, ती कानूनहरु सबै हामीले मान्नुपर्ने हुन्छ र एउटा पुलिस अफिसर भएको नाताले हामीले तिनीलाई नजरअन्दाज गर्न मिल्दैन। But we will do our part to support the community in any way that we possibly can. And thank you again.
तर हामी हाम्रो पक्षबाट हजुरहरूलाई जे सहयोग चाहिन्छ त्यो सहयोग गर्न एकदम तयार छौँ। तर फेरि पनि धन्यवाद। Thank you. Thank you so much, Dave, for